के अरे झार्केबाट तल लागेपछि चाहिँ यो बाटो खाट्ने क्रममा बाटो अवरुद्ध भएको छ। यो बाटो यस्तो भएपछि अब आवजावत कसरी हुन्छ त? यो धार्केदेखि ओह्रालो लागिसकेपछि चाहिँ बाटो खन्दै रहेछ बिग्रेको क्रममा। बाटो खन्दा खन्दा चाहिँ पुलबाट आधी बाटो झरिसक्यो। माथि यो पुलबाट त्यो पुलबाट चाहिँ देख्न सक्नुहुन्छ आधी बाटो झरिसक्यो। अनि त्यही भएर जोजोले मिलाउँदैछ त्यहाँ कुरा हुँदैछ। अब गाडी यहाँदेखि धार्केसम्म त जामै छ, लाइन लस्कर छ होइन। भिडियोमा पनि देखाइदिउँ न तपाईँलाई। तर अब यो बाटो बन्द भएपछि अब यो बाटो चलाउने कि भन्ने कुरो छ। यो बाटो खोलेपछि कहाँ हिँडेको दाइ तपाईँ? हजुर हजुर। अब यो जाला जस्तो छ त जाँदैन जस्तो छ? उडाउने हो। कहाँ डाँडाबाट दाइ? जाम चाहिँ पुरै अब भरिसकेको छ धार्केसम्म। अब यहाँबाट जाला जस्तो बाटो चाहिँ लाग्दैन। म चाहिँ पारी तरिसकेँ बाटो भएर अगाडि नै होइन। अब अरू चाहिँ जाला जस्तो लाग्दैन। यो खसेको चाहिँ अब यहाँबाट माथिबाट भार गाडीहरू गयो भने त यो खस्छ। बाइक आउजाउ चाहिँ भइरहेछ। गाडी चाहिँ जाला जस्तो सम्भावना छैन।